गाइस मेरो बुहारीहरू चाहिँ आउँदैछ अहिले। माइत गएकी थिइन् नि त, माइतदेखि आइपुग्यो। ए सामानहरू लिएर आइपुग्यो। कुखुरा पनि आइपुग्यो। सानो चक्कर लाग्यो कि लागेन? यो चाहिँ मेरो दिदीको छोरा, भेकेसन छ अहिले अनि आएको। मेरो बुहारी बल्ल आइपुगिन् नि घर। 1 महिना पछाडि। कोसेली अरे कोसेली, यो घरदेखि, दादा घरदेखि अनि दिदी घरदेखि लिएर आएको। हाम्रो सानो आइपुग्यो। हेलो गर्दै। हेलो। के खोज्नु आएको सानो त यत्रो दूर? आलु मैले मेरो सामान लगे, अब बोक्दिनँ म। आउँदिनँ म। लुती नहुँदैछ नि, लुती लाइट छैन। यो चाहिँ गिराइराख्यो, मैले टिपेर ल्याएँ। कहाँ छोड्नु नि, यत्रो दूरदेखि ल्याएको। यति सामान लिएर आएछ। कति रुपियाँ लियो? इन्देले कति लियो? उताबाट पासीघाटदेखि यता 160 अनि त्यहाँदेखि यता बेटीवाला टमटममा 200 रुपियाँ लिएको हो। कहाँबाट कहाँसम्म टमटममा? सानो भोकले हुरुक्कै भइस क्या हो? गाइस मेरो कुखुरालाई कुखुरा आइपुग्यो, त्यही भएर दाना दिँदैछु। घाँसे पुरा भोकले पुरा भोकाएर आएको रहेछ बिचराहरू। दूरको सफर गरेर आयो नि त, लङ जर्नी गरेर आयो यिनीहरू। लङ जर्नी गरेर आयो, बिचराहरू भोकाइ छ नि। यी गाइस बुहारीहरूले चाहिँ लेमन लिएर आएको रहेछ। हाम्रो चाहिँ दादाको त्यहाँ बगान छ नि त, निम्बु बगान, अनि त्यहीँदेखि लिएर आएको छ। म चाहिँ यत्तिकै फ्रिजमा राखिदिन्छु। दही खै ले, दही त यतिकै बाहिर राख्दा पनि हुन्छ। अनि यो पनि हाम्रो बगानकै, दादाहरूको बगानको टमाटर। यो पनि फ्रिजमा राखिदिन्छु। गाइस यो बुहारीहरूले लिएको आलु चाहिँ अब खनाउनु पर्यो। के छ यो बस्ताको भित्र हेरौँ। ए यो चाहिँ अदुवा, अदुवाले छ। यो चाहिँ पानको बोट। यहाँ चाहिँ ठुला आमाहरूले तामुलहरू खाइराख्नुहुन्छ नि त, त्यही भएर पान चाहिरहेको छ पूजासुजा गर्दा पनि। अनि पान रोप्नको लागि यो चाहिँ दाल मसल। हेर्नुहोस् त यस्तो खाले दाल। अनि यहाँ चाहिँ आलु, सबै यो चाहिँ आलु हो। हाम्रो यहाँ चाहिँ हुन्न नि त आलु, त्यही भएर यो
आलुलाई चाहिँ पुरा खनाइदिनु पर्यो। अनि यो चाहिँ पान ठुलो आमाहरूको लागि। यो चाहिँ मेरो भाउजूले आलु लगाउनु भएको थियो, त्यही आलु पठाइदिनु भएको तेजुदेखि। अनि यो चाहिँ हो दही, यो चाहिँ दिदीले पठाइदिनु भएको। अनि घी, यो चाहिँ देसी घी। ल गाइस, अब चाहिँ सामानहरू पनि सबै निकालिसकेँ। यति नै आएको अब सामान खत्तम भयो अब चाहिँ। अनि यो चाहिँ बिस्किटहरू हो, ब्रेडहरू, खाने कुरो। के कपडा चेन्ज गर नि, पेन लगाएर आएको रहेछ जस्तो नि। है राम्ररी राख, भरे धुनुपर्छ त्यो सबै। सानोको बेग चाहिँ यही हो। कति दिनको लागि आएको त हो? मम्मीले कति दिन पठायो तँलाई? कति दिनको लागि जा भनेको पापाले? अनि तँ चाहिँ तेरो मनले कति दिनको लागि आएको? 1 महिना न 2 महिना? पुरा भेकेसन भरि बस्ने? 1 महिना चाहिँ बस्ने? ल हुन्छ। भोक लाग्यो? दुईजना अब आएर खाना खानु थाल्यो। खाना खानु आँटेको छ, पुरा भोकाएर आएछ दुईजना। चटनी पनि लिएर आएको रहेछ, बिल्ली पनि गयो। सानो त बमी गरिस् कि गरेन? चक्करहरू पनि लागेन? म भए त पुरा भ्याल भ्याल बमी गरिदिन्थेँ। ले न केहरू खाम। के लिएको छ त त्यहाँ खानेकुराहरू? भित्र देखिन। ब्रेड त अहिले नखाम होला नि, ब्रेड बादमा खानुपर्छ। बिङ्गो पेङ्गीहरू खाम। मुस्कान, मुस्काने यो क्रिम बन कहाँबाट लिएको? पुरा आजको ताजा रहेछ नि। ल गाइस, अब म पनि क्रिम बन खानु पर्यो। सो बाई बाई।